हेलो साथीहरू, हेलो नमस्ते। आज हामी चाहिँ यो बोका काटेर पार्टी गर्न लागेको छु। पानी उमाल्दैछ यता, नानी बाबुहरू यता हेरिरहेछन् अनि बोका चाहिँ यता छन् है। आज यो चाहिँ बोका काटेर पार्टी गर्ने है। आज बाख्रा अनि बोकाको बक्खाल खोरमै गएर हेर्दैछौँ। यस्तो छ, सेतो सेतो पाङ्ले बोको चाहिँ अब चट्ट पारेर काटेर तयार पारेर चाहिँ होइन पार्टी गर्दैछु। यता काट्नको लागि रेडी यता ल्याएर राखेको छ। कुकुर पनि आएर सँगै यो बोका चाहिँ काटेर आज पार्टी गर्दैछौँ हामी। ल काटिसक्यो, तयार भइसक्यो। यो उमालेको पानी हाल्दैछ यसको भुत्ला फाल्नको लागि, खानको लागि तयार गर्नको लागि भुत्ला फाल्दैछन् सबैजना वरिपरि बसेर। अब तातो पानी हालिसकेपछि यसको भुत्ला फाल्न तयारी गर्दैछन् है त। कस्तो भएछ ल आयो हेर्नु त। सबैजना है हात लगाएपछि पतक पुतुक तातो पानी हालेपछि यसको भुत्ला जाँदो रहेछ। खुइल्याउँदैछन्, बोका खुइल्याउँदैछन् है साथीहरू, बोका खुइल्याउँदैछन् सबै मिलेर। बाबुहरू छ होइन, दाजुभाइ मिलेर बोकाको फुल पनि छ हौ, हेर्नुहोस् त। सफा गर्दैछन्, भुत्लाहरू फाल्ने कार्यक्रम हुँदैछ। तातो पानी हालेर होइन भुत्ला पतक पतक फालेपछि अनि सफा गरेपछि काटकुट पार्ने होइन, भाग लाउने अनि पकाएर खाने। ल अब भुत्ला सक्यो। अब यो ब्लेडले खुर्काउनु मात्र बाँकी छ। हल्का हल्का भुत्ला त के आगोले पोल्नु पऱ्यो कि यो सफा गर्नु परिहाल्यो नि। बुवा पनि आउँदैछन् भुत्ल्याउनको लागि। कतै ढाड्ने हुन्छ होइन, जोग्नु पऱ्यो। ल ब्लेड लाउन सुरु गरिसक्यो। यो ब्लेडले सफा गरिसकेपछि अनि कलर लगाएपछि पहेँलो पारेर कलर लगाएर ल टाउको पनि तयार भइसक्यो। टाउको पखाल टाउको चाहिँ के अरे पानीमा नखुइल्याइकन आगोमा पोलेर अलिक कालो कालो देखिएको छ है टाउको चाहिँ। यसरी सफा गर्दैछन्, ब्लेड लाउँदैछ, अब सफा हुन लाग्यो। ल बुवाले खुकुरी ल्याइदियो। ल पानीले सफा गर्दैछन्। अब पानी हालिदियो। खुट्टामा चाहिँ कप भुत्लाइरहेछ है खसी बोकाको। यो चाहिँ काटेर आगोमा पोल्ने होला। यसरी सफा गर्दैछन् टाउको। यसरी अब सक्यो, भुत्ला फालिसक्यो। वरिपरि सबैजना हेरिरहेछन्। कोही पानीको पाइप समातेको छ अनि कोही ब्लेड लगाएको छ, कोही टाउको सफा गरेको छ, कोही हेरिरहेको छ होइन। अब खानाकै लागि मान्छेहरू वरिपरि जम्मा भएर हो। यता सानो नानी बाबुहरू पनि हेरिरहेछन्। ल ल पहेँलो भइसक्यो। ल कलर सफा गरिसक्यो। अब त पहेँलो होइन, सफा भइसक्यो। अब यो खुट्टा चारवटा खुट्टा काटेर भुत्ला भएको चाहिँ पोल्नलाई लगिसकेको छ। अब यो सफा गरेर सफा भित्रको
भुटनहरू निकालेर भुटन सफा गर्नलाई तयार पार्दैछन्। यसरी तयार भइसक्यो। अब यसको फिलाहरू तारेर हैन काटकुट पार्न बाँकी छ। अब ल फिला तार्दैछन्। ल यसको फिला तारेर बाटामा हाल्दैछन्। भित्रको भुटन निकाल्दैछन् सफा गर्नलाई। यसरी काटकुट पारेर हैन, जान्नेले मात्र गर्न सक्छ यस्तो, नजान्नेले गर्न सक्दैन। ल अब भित्रको सफा गर्न बाँकी। अब एकछिनै पतपुत पारेर सकाउँछ यिनीहरूले। ल हेर यसरी भित्रको लादीहरू फालेपछि सफा देखिन्छ है त साथीहरू। सक्यो। अब काटकुट पारेर यिनीहरूले भाग लाउन तयार भइसक्यो। हेर्नुहोस् त कति चाँडै अघिसम्म जिउँदो बोका काटेर अहिले केटाहरूले तयार पारिसक्यो खानको लागि, आज रमाइलो पार्टी गर्नको लागि। यसरी 6 धार्नी भेट्यो। 6 धार्नी भएछ। 6 धार्नी भनेको 12 किलो भएछ बोका। चौध किलो होइन, 12 किलो होइन, 14 किलो भएछ। 14 किलो झ्याम पारेर आज चाहिँ ल टुक्रा टुक्रा पारिसक्यो। अब काटकुट पारेर टुक्रा भइसक्यो। ल रक्सी पनि खाँदैछ हौ साथीहरू। यसको चितानसँगै रक्सी खाँदैछन्। ल यो किलो ढकमा जोखेर होइन अब तयार पार्दैछन्। ल सबै काट्ने होइन, टाकटुक पारेर कोही भुटन काट्ने, कोही कलेजो काट्ने, कोही मासु काट्ने गर्दै र 3 जना 4 जना मिलेर पाकपाक कोही हेर्ने गरेछ, कोही समाउने गरेछ। यसरी खानको लागि तयार गर्दैछन्। अब चाहिँ यो भुटन हो साथीहरू। भुटन पाक्नै लाग्यो है त साथीहरू। अब यो अहिले जुन निस्किरहेको रस छ यसलाई चाहिँ सुक्ने गरेर भुट्नुपर्छ यो भुटनलाई मजासँग। अब यो भुटन पाकिसक्यो। अब यो मासु है त, यो मासु चाहिँ 1 खर्कुला छ। झन्डै यहाँ 12 किलो, 12.5 किलो, 13 किलो जति छ। पासँग एकै ठाउँमा पकाउने पाकेपछि अनि भाग लाएर होइन, कतिजना छन् 4-5 घरको मिलेर पार्टी गर्दैछु। आगो बालेर होइन, चट्ट मरमसला होइन, अनि तेल, नुन खोर्सानी टक्क मिसाएपछि मिठो अनि यस्तो छ। अहिले भर्खर हालेर चलाएको, पाकेको छैन है यो चाहिँ। अब केही बेर पछि पाक्छ यो पनि। यो नुन खोर्सानी मसला बेसार होइन, अनि धनियाँको धुलो होइन, अनि मसला जिराको धुलो, मेथी सबै एकै ठाउँमा राखेर
यो चाहिँ बट्टा माछा यो हाल्नुपर्छ। अब मेथी त हालिसक्यौँ, अब सबै धनियाँको धुलो मसला होइन। ल अब चाहिँ पाकिसक्यो है त साथीहरू, पाकिसक्यो। अब यसलाई झोल हाल्ने कि त्यतिकै बनाउने भन्ने सल्लाह गर्दैछौँ। अब झोल हालौँ होइन, चिउरा खानुपर्छ भन्दैछ, हल्का हल्का झोल हालेर होइन पकाउनुपर्छ। यसमा हरियो धनियाँ पनि हाल्न बाँकी छ, लसुन प्याज होइन अदुवा सबै पिसेर तयार पारेको छ। सहरको जस्तो मिक्सरमा होइन, हाम्रो सिलौटामा पिसेर तयार पार्दैछौँ, राखिएको छ तयार पारेर। अब हाल्नुपर्छ अनि पाक्न लाग्यो। अब पाकिसक्यो। अब भाग लाउन सुरु गर्यो है त साथीहरू। आल्मुनियमको थालमा ल कोही चिउरा हाल्दैछन् अनि कोही भुटन हाल्दैछन् होइन। अनि यो चाहिँ भुटन हो, अघि पानी सुकाएपछि यस्तो हुनेछ भुटन। अनि कोही कलेजो हाल्दैछन् होइन, कोही मासु हाल्दैछन्, यसरी चिउरा हाल्दैछन् कोही। ल अब कोही यो भुटन अनि कलेजो हालिसकेको छ। अब मासु हाल्न आदि जति भयो। अब चिउरा हाल्दैछन्, कोही थप्दैछन्। झ्याम्का झ्याम खानुपर्छ, झ्याम्का झ्याम होइन। यो चाहिँ घरकै पार्टी है त साथीहरू, वनमा गएर जङ्गलमा गएर काटेर खाएको होइन, यो चाहिँ घरकै हो। यसरी पार्टी यसरी। अब चिउरा नपुग्ने हो कि भनेर थप्दैछन् होइन, चिउरा पनि हो। यसरी भाग लाउँदैछन्, कोही यो भुटन हाल्दैछन्, यसरी कोही मासु हाल्दैछन्, यसरी। अब ल चिउरा थपिदिइरहेछन्। यसरी हो। ल अब यसरी हाल्दैछन्। अनि जान्नेले भाग लाउनुपर्छ है, यो पनि बराबर पारेर होइन। पार्टी भनेपछि बराबर जसले सक्यो त्यसले खाने हुँदैन, बराबर सबैले खानुपर्छ है मिलाएर। यसरी एउटा बर्कोमा मिलाएपछि अर्को बर्कोमा खन्याएर त्यहाँबाट लगेर अनि चाहिँ झोल हल्का हल्का हालेर होइन, रस टक्कै यसरी अर्को बर्को हालिदिन्छ है, लगेर यसरी टकटक हालिसकेपछि अब अनि खानाको लागि रेडी पारेर अब चाहिँ हालिसक्यौँ। अब खानको लागि रेडी। ल पट्टापट खानुलाई सार्दैछन्, खानु है खानु, पट्टापट खानु है। ल कोही हेर्दैछन्, कोही सार्दैछन्, कोही खानको लागि रेडी हुँदैछन्, कोही भाग हाल्दैछ। अब यो चाहिँ रस हाल्नु पऱ्यो भनेर चाहिँ होइन, बटुकोमा रस हाल्दैछन्। हो रस पनि बार्नु पऱ्यो होइन, बराबर। ल यसरी भाग ल हेर्नु त, एक माना भन्दा पनि बढी मासु टक्क। ल बटुको चाहिँ रस बार्नुहोस् है भनेर तल सार्दैछन्। ल रस हाल्नको लागि पनि तयार पार्दैछन् यसरी। अब खानाको लागि रेडी भइसकेको छ। अब कोही बाहिर छन्, कोही भित्र छन् होइन, अनि भित्र खाऊ, खानको लागि आऊ भनेर ल सारिदिँदैछन्। यसरी खानुपर्छ है पार्टी होइन, सबै मिलेर मिलिजुली होइन। कहिलेकाहीँ झगडा गरे पनि अब मिलिजुली खानुपर्छ साथीहरू, रमाइलो गर्नुपर्छ। के छ र जिन्दगी होइन, मरिलानु के छ र, खानुपर्छ, रमाउनुपर्छ होइन, खुसी हाँसी खुसी यस्तै हो। अब फटाफट खाँदैछन् है, यता खाना खाँदैछन्। अनि कोही चाहिँ एकजना चाहिँ रस हाल्दैछन् है त, यसरी रस भाग लाउँदैछन् यता। ल हामी पनि खाना रेडी भयौँ है त, यसरी हो। मासु अनि छेउ कलेजो होइन, अनि बटन सट्ट लाएर ल खाँदैछन् यसरी। अब खानको लागि रेडी भइसक्यो। ल लु रक्सी यता गिलासमा हाल्दैछन् होइन, र
रक्सी खाने रक्सी अनि डिउ खाने डिउ होइन मारा मारौ ए त हाँसी हाँसी खाँदैछन् ल ल कोही हड्डी चबाउँदैछन् कोही मासु खाँदैछन् कोही डिउ हाल्दैछन् मारामार खाँदैछन् है गाइज यसरी खानुपर्छ होइन यसरी खानुपर्छ है यो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला धन्यवाद धन्यवाद नमस्ते जोजोलप्पा बाई नमस्ते